भन्नुपर्छ बा भन्नुपर्छ एउटा तरिका हुन्छ नि मिस्टर आइछिराम ल भाइको अब म आफै भन्छु नाम मेरो मिस्टर अल्छिराम टोलभरि जताततै खोलातिर जताततै फोहोर फ्याँकिदिनु मेरो काम ल हेर त यो बुढीले आज पनि कति धेरै फोहोर जम्मा पारेर राखेको रहेछ फेरि केही छैन यसको व्यवस्थापन म गरिहाल्छु नि होइन ओहो व्यवस्थापन त गर्छु भने तर फोहोर त निकै गरौँ जस्तो छ नि अब हुन त गरेको पनि किन नहोस् अब दाल भातका छोक्रा तरकारी फलफुलको बोक्रा सिसा फलम कुहिने नकुहिने फोहोर जति सबै त्यसैमा छ जे भए पनि लहर त फ्याँकिदिनु पर्यो यो फेरि अरू पनि पो कता गइन्थ्यो बोल्दैन त अब हुन त अस्तिदेखिबाट यो फोहोर फ्याँकिदिनु भनेको थियो नफ्याँकिदिएको भएर रिसा र रिसले पम्प यस्तो फुलाएर नबोलिकन बस्या होला नि ल भयो धेरै रिसाउनु पर्दैन यो फोहोर म लगेर फ्याँकिदिन्छु फ्याँकिदिनु त फ्याँकिदिनु फेरि कता लगेर फ्याँकिदिनु हुन त जहाँ लगेर पनि फ्याँकिदिनु त फ्याँकिदिनु परेको नि फेरि फ्याँक्दैन भने भरे बुढीले भातै खान दिन्न अहिले बिहान पनि त्यो फोहोर नफ्याँक्यो भने ए बुढा त्यो फोहोर ल्याएर फ्याँक्नु पर्दैन भने यहाँ गाडी लिएको ल धेरै नरिसाऊ यो फोहोर ल्याएर म फ्याँकिदिन्छु कसैले सोध्यो भने तिम्रो बुढा मिस्टर अल्छिराम ठुलै कार्यक्रममा जानु भएको छ भनेर भन्दिनँ है मलाई मेरो बुढीको साह्रै माया लाग्छ हुन त मेरो बुढीले पनि माया चाहिँ माया गर्छिन् है मलाई बेला बेला डाडीले गरिरहन्छु नि माया ल अब चाहिँ यो लगाएर फ्याँकिदिनु पर्यो के गरौँ गयो कस्तो गरौँ आयो अब यो फोहोरलाई सुटुक्क लगाएर फुत्त अब यहाँ एक दुईजना मान्छे चाहिँ के भन्छन् भने ए फोहोर हामीले जहाँ पाए त्यही फ्याँक्नुहुन्न नगरपालिकाको त्यो फोहोर उठाउने गाडी आएको बेलामा दिएर पठाउनु पर्छ नि ए बाबा अब आफ्नो घरको फोहोर फ्याँक्नेलाई पनि त्यो नगरपालिकाको फोहोर उठाउने गाडी कति बेला आउँछ भनेर कुरेर बस्ने अब अहिले कोही के भन्छ भने ए फोहोरलाई चाहिँ फोहोरको हामीले वर्गीकरण गर्नुपर्छ कुहिने फोहोर नकुहिने फोहोर छुट्याउनु पर्छ नि ए बाबा हाम्रो अरू काम छैन अरू काम छैन हामी अरू काम गरेँ कि त्यो फोहोर छुट्याएर बस्ने अच्छा मका मान्छेहरू त्यसमाथि हाम्रो घरको फोहोरलाई किन त्यो बन्चरे डाँडामा पठाउनु भने यति राम्रो नदी छिन् है यो बागमती विष्णुमती लगायतका नदीहरू छन् हाम्रो यहाँनिरबाट बग्ने नदी के अरे त्यो अरे हो यो बागमती नदी छिन् यति पवित्र बागमती नदीमा फुट खाइदिने टेन्सनै भएन त्यसमाथि जो खोलामा फोहोर फ्याँक्ने नदीमा फोहोर फ्याँक्ने यस्तो मजा आउँछ तर यहाँ एक दुईजना मान्छेहरू चाहिँ के भन्छन् भने नदी हाम्रो सभ्यता हो नदीमा जथाभावी फोहोर गर्नुहुन्न नदीलाई चाहिँ स्वच्छ राख्नुपर्छ रे बाबा अझै त्यति मात्रै हो र भने यो बागमती लगायतका अरू नदीहरू पनि हप्तामा एक दिन गएर त्यो सफा गरी टोपाल्छ अब मान्छेको जात बुद्धि बिग्रेपछि के गर्छन् मलाई त अचम्म लाग्छ यो मान्छेहरूले के कुराहरू के कुरा सुन्नु म त यो फोहोर ल्याएर फुत्त त्यही बागमतीमा फ्याँकिदिन्छु मिलेन भने यसो त्यो करिडोरतिर थकाइ मारे जस्तो गरेर फाट्दै छोडिदिन्छु
छोडिदिन्छु भन्दा पनि एकछिन चाहिँ यहाँ पिसाउनु पर्यो साह्रै गाह्रो बोला ओहो अब यहाँ एकछिन थके पनि मार्नु पर्यो आफू त अरू जस्तो चान्सिने मान्छे परेन यो ठाउँकै सबैभन्दा वरिष्ठ र बुद्धिजीवी मान्छे पर्यो त्यही भएर यहाँ एकछिन जो मोबाइलमा ट्याक्क लाएर गीत सुन्नु पर्यो अब त्यो रेडियो यसो लगाउने अनि एफएमबाट त्यो एफएम भन्छ नि एफएमबाटै राम्रो राम्रो गीत बज्छ अरू त किन सुन्नु पर्यो थकै पनि मर्छ अनि गीत फ्रिज हुन्छ अनि फ्रिज भएपछि कहाँ फोहोर फ्याँक्ने भन्ने पनि ट्याक्क सोध्न मिल्छ यसो गर्ने यो ट्याक्क गर्ने ट्याक 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 बज्यो नि त्यो बागमती हाम्रो सभ्यता हो यसको पर्यावरणीय स्वच्छता पवित्रता र सौन्दर्यता बचाउनु हाम्रो कर्तव्य हो नदी क्षेत्रमा हुने अव्यवस्थित ढल निकासलाई नियन्त्रण गर्न सहयोग गरौँ फोहोर मैलालाई नदी खोलामा फ्याँक्ने काम नगरौँ स्थानीय निकायको सवारी साधन आएको बेलामा फोहोर दिई पठाउँ याद गर्नुहोस् फोहोर मैला जहाँ पायो त्यही फाल्ने व्यक्तिलाई कानुन अनुसार दण्ड जरिवाना हुन्छ चाहिने नचाहिने कुरा पो गर्दछ राम्रो कुरा भन्ला राम्रो गीत भन्ला भने त कारबाही हुन्छ रे के हुन्छ रे यस्तो रेडियो पनि सुन्छ यो रेडियो सुनेर काम छैन त्यसमाथि यो रेडियोले हात्ती ठकाएर नाङ्गो ठकाएर हात्ती तर्साउन खोजेको हेरेर त्यसमाथि कसले भन्दाखेरि मिस्टर अल्छिरामलाई अब कसैले देख्ने गरी पुलिसले देख्ने गरी फोहोर फ्याँकेको समात्नु कारबाही गर्नु कसैले पनि नदेख्ने गरी सुटुक्क गएर फोहोर फ्याँकेपछि कसले भेट्टाउनु कसले समात्नु कसले कारबाही गर्नु यो ठाउँको मान्छेहरू सबैजना बिग्रियो है यो ठाउँमा अलिकति गतिलो भनेको म मेरो परिवार र मेरो साइनो भाइको परिवार है किन कसरी त भन्नु होला किन कसरी भन्दाखेरि मेरो साइनो भाइको सबै परिवारका आचीले पनि यो बागमतीको खोलामा स्विमिङ गर्छ पौडी खेल्छ किन कसरी भन्नु होला अब किन कसरी भन्नु पर्दाखेरि चाहिँ मेरो भाइले पनि त आफू त्यसको घर पनि यो खोलाको किनारमै छ नदीको किनारमै अनि आफ्नो घरको ढल चाहिँ यही खोलामा नदीमा मिसाएको छ क्या त्यही भएर त्यसमाथि त्यति मात्र हो र भने मेरो भाइले त त्यो आफ्नो घरमा त्यो भाडामा बस्न आउने त्यो छिटाछिटी केटाकेटीहरूलाई के भन्छ भने ए बाबु नानीहरू हेर तिमीहरू मेरो घरमा बसिसकेपछि फोहोर कहाँ फ्याँक्ने भनेर टेन्सन चाहिँ लिनु पर्दैन है किन भन्दाखेरि अब जति पनि घरबाट त्यो फोहोरहरू निस्किन्छन् त्यो फोहोरलाई चाहिँ एउटा पोको बनाउने अनि पोको बनाएपछि हाम्रो घर चाहिँ ठ्याक्कै खोलाको किनारनिर छ अनि राति यसो झ्याल खोलिदिने खोलेपछि यसो गरेर चाहिँ त्यो झ्यालबाट ल्याएर बाहिर फ्याँकिदिने ठ्याक्कै सकेसम्म खोलाको बिचमा पुर्याउने नदीको त्यति गरेपछि आनन्द हुन्छ भन्छ त्यो सबै सिकाउने बुद्धिजीवी समाजसेवी भनेको
यत्तिकै कुराहरू पो बसेछु पहिला यो फोहोर फ्याँकौँ अनि त्यसपछि कुरा गरौँ है यो फोहोरले चाहिँ कालहरू फ्याँकिदिन्छ नदीमा त्यही त म फ्याँकिदिन्छु अब ठ्याक्क ल्याएर रुपै महनी नारायण रुपै महनी रुपैयाँ नभए मान्छे के नजर घायल बनाउने मिस्टर अलसिरामजी के हो पारा जाति तपाईँको बङ्गारा बङ्गाला भन्ने कुन चाहिँ हो यो छेपारा त्यहाँबाट मैले के गर्छ नि भनेर ठोर्का फाल्ने भन्न त एउटा सभ्य नदीमा दिइराखे अझ उल्टो नदीमा ए तपाईँ जस्तो समाजको बुद्धिजीवी मान्छेले यसरी जहाँ पाए त्यही फोहोर फ्याल्न मिल्छ मैले ठुलो गल्ती गरेँ मैले यसरी यो फोहोर फ्याँक्न हुन्थेन यो फोहोर मैले घरैमा मेरै घरमा थुपारेर राख्न पर्थ्यो तपाईँको घरमा ल्याएर फ्याँक्नु पर्थ्यो क्या गर्नुहुन्छ कति किन फ्याँके मलाई त यति रिस आउँछ हो अलसिरामजी तपाईँ जस्तो समाजको विद्वान मान्छे विद्वान त हो कि होइन भन्नुहोस् त तपाईँ जस्तो बुद्धिजीवी मान्छेले तपाईँलाई अलिकति लाज घृणा शरम लाग्दैन है लाज किन बाबा तपाईँ फोहोरको पोको खुरुक्क उठाउनुहोस् न आफैले घरतिर लिएर जानुहोस् न तपाईँको यो घरको फोहोर खुरुक्क उठाउनु त घरतिर लिएर जानु न ए बाबा अब मेरो घरको फोहोर यो खुल्ला चौरमा स्वतन्त्र भएर बस्न थालेको वर्षौँ भइसक्यो यो नदीको पानीमा मजाले पौडी खेल्न थालेको हुनु वर्षौँ भइसक्यो अब तपाईँले भन्ने बित्तिकै यो घरबाट ल्याएको फोहोर चाहिँ म फिर्ता गरेर घरै लान्छु होला त म जस्तो चान्चिने मान्छे त होइन नि म त यही यो ठाउँकै सबैभन्दा वरिष्ठ सबैभन्दा वरिष्ठ बुद्धिजीवी मान्छे उस्तै ताल पर्यो भने यो आउँदो चुनावमा नयाँ दल खोलेर अध्यक्ष बनेर सभासद बनेर मन्त्री पड्काएर देश हाँक्न सक्ने खुबी भएको एकमात्र आदरणीय जनसमुदायहरू एकमात्र मिस्टर अछिराम ताली अहिले नबजाउनुहोस् अहिले ताली बजाउने बेला भएको छैन ताली त त्यति बेला बजाउनु होला जति बेला यो ठाउँमा म चुनाव जितेर मन्त्री भएर आउनेछु त्यति बेला मेरो गाडी सर्र झन्डा फर्र पर्दै आउनेछ अनि त्यति बेला तपाईँहरूले अबिरको टिका लगाएर सिन्दुर जात्रा गरेर फुलको माला लगाएर यसरी नै ताली बजाएर स्वागत गर्नुहोला अब बजाउनुहोस् ताली ए भनेपछि तपाईँ दल खोल्ने म दल खोल्छु तपाईँ दल खोल्नु तपाईँ दल खोलेर त्यो दलको तपाईँ अध्यक्ष पड्काउने अध्यक्षपछि तपाईँ सिधै सांसद पड्काउने अनि सांसद पछि तपाईँ मन्त्री पड्काउने मन्त्री पड्काउने यता आउनुहोस् त त्यसपछि तपाईँले यसरी बुट पड्काउने मन्त्री पड्काउने मन्त्री नै पड्काउने त्यति सजिलै छ मन्त्री पड्काउन अनि तपाईँको पार्टी नेपाल फोहोर पार्टी नेपाल फोहोर दल होला तपाईँका सांसद होला अनि तपाईँ चाहिँ दलको आचेमन मलाई धेरै रिस नउठाउनुहोस् गफ दिनुको एउटा सीमा हुन्छ नि सीमा हुन्छ मन्त्री पड्काउने हेर्नुहोस् तपाईँहरू यो बाटा बसेर झगडा गरेर केही हुनेवाला छैन यो फोहोरको पोको फुरुक्क पोकोस् घरतिर पुग्नुहोस् फुटबल ग्राउन्डमा जान्छ यहाँ सुन्नुहोस् तपाईँ जस्तै मान्छेहरूले गरेर अहिले बागमती नदीको स्वच्छता
पवित्रता सुन्दरताहरू घटेको छ। बागमती नदी लगायत अन्य शाखा नदीहरू पनि पेर जस्तै मान्छे फोहोर भएर दूषित भएर अहिले सहरको शोभा नै घटेको छ। कस्तो दूषित छ अहिले वातावरण हेर्नु। फोहोर गर्नु हुन्न भन्नु पनि यसरी फोहोर गर्नु भएन नि। त्योभन्दा नि मुख्य कुरा तपाईँले आज एउटा लोकल कुकुरको आदि खाए मन हो त। अब त्यसरी लोकल कुखुराकै मासु खुवाउनु भयो त तपाईँको घर जाउँ न त, यसै पनि आपत्ति नै छैन। खानु भए जाउँ न, खानु भए चाहिँ नजाउँ है। भइहाल्छ नि तपाईँको त्यो चाल्ने मोरो। यहाँ सुन्नुहोस्, तपाईँले त फोहोर मैलालाई कसरी सहज गर्ने पर्यावरण कसरी स्वच्छ सफा राख्ने भनेर कुन ठाउँमा यसरी चाहिए नछ ठाउँ फोहोर नफाल्नुहोस्। पहिला खाम अनि त्यो सोचमा गरौँला क्या। रोमाकान्त सर नमस्कार है। नमस्ते नानी। नमस्ते काका। नमस्कार काका। ओहो सरको बाटो हुँदै आएको, सरको घर देखेर म 3 छाता परे। ओइ कस्तो राम्रो घर। छतमा हेर्यो फलफुल तरकारी फुलहरू यसो आँगनमा हेरे त आँगन पनि उस्तै। टोले बडो विचित्रको रहेछ। मान्छे विचित्रको हुने। सबैको घरमा हेर्यो, जसको घरमा हेरे पनि लह लह तरकारी फलफुल, घर अगाडि खाली भएको भागमा समेत ट्याक्क रुख रोपेको। हो त नानी। कस्तो हरियो सर, कस्तो हरियो। उहाँको घर मात्र हरियो छ। हो नि काका, उहाँको घर मात्र हरियो छ। हरियो छ। उहाँको घर मात्र हरियो छ, मेरो घर पनि हरियो रङ लगाएको छ। ल हरियो रङ भने होइन के काका, हरियो वातावरणको कुरा गरेर। नानी यो बातोर सातनको कुरा छोड्दु, बरु के त सुनौ। हजुर काका। उहाँको घरमा के त्यो टानै लाग्ने अरे लोभै लाग्ने अरे तरकारी फल्याएको छ त? डाहै लाग्ने गरेर लट्टर रम्मै हरियै छ तरकारी भने जस्तो। तपाईँ कस्तो कुरा लुकाउने मान्छे, हामी चाहिँ एकलाई भन्नुहुन्न। तपाईँको घर त्यसरी तरकारी फल्याएर चाहिँ हामीलाई दिनुहुन्न। अहिले फर्किँदाखेरि अलिकति तरकारी लिएर जानु पर्ला भने के को अलिकति अल्छीरामजी त्यतिका तपाईँ जस्तो अल्छी छैनौँ हामी। हाम्रो टोलका मान्छेहरू त हेर्नुहोस् जाँगरिला छन्, आफ्नो घर वरपर सफासुग्घर पनि राख्छन्, बाटोघाटो नि सफासुग्घर राख्छन्, तरकारी पनि मनग्गी उत्पादन गरेका छन्। तपाईँलाई त म एक ढोक्रो तरकारी लिएर पठाउन लाने अल्छीरामजी। ए रोमाकान्त सर, यो बोरामा के छ? यो बोरामा यो बोरामा यो त के छ यो बोरामा? यो बोरामा त्यो त बनाउनु नै भइगयो नि। त्यो पिउला रोप्न ल्याएको आलु कि एक जोडा कुइला परेछ क्या। कुइला भए पनि रोप्नु पर्छ, त्यसमा त्यो अलिकति मल पनि छ, त्यो मल गनाएको होला। सीमा बराबर गइरहेछ। होइन मल गनाएको होला। ए नानी मलाई थाहा छ भने के छ सर? के छ सर? सीमा जस्तो बनाइरहेछ। बोल्नु दिनुहोस् पहिला, बोल्नु दिनुहोस् मलाई। अहिले सिसी गरेर हुन्छ हेर्नु जाने। आलु त आलु नै हो, तर उहाँले कुहिया आलु पनि हो। कुहिया आलु कुहिया आलु हामीले घरमा खाएर बढी भए दाल भात तरकारीहरू फलफुलहरू त्यसको बोक्राहरू कुहिएको काँचा किसिम गरेको सबै फेल्न पनि फोहोरहरू छैन नानी। त्यो फोहोरहरूलाई पनि यही पोकामा राखेको छ। र अर्को त्यो नगल्ने फोहोरहरू कि सिसा टुक्रा टुक्रा प्लास्टिकका टुक्राहरू कागज पत्रहरू सबै भयो भनेको यही ढोक्रोमा राखेर ओहो आज बिहान बागमती नदीमा
एकछिन ए अल्छिरामजी ए अल्छिरामजी एकछिन बस्नुहोस् एकछिन पढाइ भयो ए अल्छिरामजी यहाँ आउनुहोस् यहाँ आउनुहोस् जो चोर उसो ठुलो स्वर भन्ने थाहा छ कि छैन अब यो उहाँको र मेरोमा कसो स्वर ठुलो छ मैले गल्ती गरेको छैन ठुलो स्वरले बोल्छ मैले गल्ती गरेको छ यसले सानो स्वर बोलिरहेको छैन तपाईँले फेरि हो कि क्या होइन स्वर त तपाईँको ठुलो छ त जसको गल्ती गरेको छ त्यसको बोली नै निक्लिँदैन नि मैले गल्ती गरेको छु ठुलो आवाज निक्लिन्छ ए सर तिमीलाई कन्फ्युज हुन्छ भनेदेखि हिँड्नु सोध्दा उसले उसलाई दोष लाग्छ उसले उसलाई दोष लाग्छ ए भाइ बहिनी हो यो फोहोर खासमा कसले खेला फोहोर खायो जहाँ पायो त्यही फोहोर खायो नै त्यसको जस्तो लुगा त राम्रै लाउनु भएको छ अलिकति लात लाग्दैन ए नानी यो फर्सरको कुरा छोडिदिउँ बरु एकैछिन है तिमीले हेर नानीले त कस्तो चिनिया जस्तो लाग्यो नि ल नानी बिम्ली नानी होइन भने हो त ल हेर त म पनि हो त भन्छु हेर त यत्रो सानोमा देखेको गरेर रुन्थिन् अहिले त एकैचोटि बढेर हल्लक्कै यत्रो भइछन् अब अस्ति पनि बाटोमा देख्नु त देखायो बाटोमा देखेर अब यो नानी सानोमा देखायो भएर अनुहारको नक्साको आधारमा यसो चिनी हेरी अनि यो नानी बिम्ली नानी हो कि क्या बिम्ली नानी हो बिम्ली नानी हो हो होइन त मलाई थाहा छ हो कि भनेर मैले त्यस्तो भनिदिएँ अब उहाँलाई देखेर हो भनेर मैले हो ल पक्कै पनि यो बिम्ली नानी हो बोलाउनु पर्यो भनेर भनेको यत्तिकै बिचैमा रोकेँ मैले बोलाउन सकिनँ ल हेर्नुहोस् है अनि किन नबोलाउनु भएको त काका कसरी बोलाउनु त नानी मैले बिम्ली नानी मात्र भन्न लाग्थेँ उतापट्टिबाट अरूहरूले नमस्कार सफा कुमारी नानी भन्दै अनि म त कस्तो कन्फ्युज पो भएँ अब हो नि काका पहिला म सानो पछि ठुलो प्रकृतिको नियम रह्यो कुरा सफा कुमारीको अहिले त काका म मेरो परिवार कम्मर कसेर टोलको सरसफाइ अभियानमा एकजुट भएर लागेका छौँ अझ बागमती सरसफाइमा त झन् कम्मर कसेर लागेका छौँ अनि त्यही भएर हाम्रो सपरिवारै सरसफाइ अभियानमा लागेको भएर टोलवासी सबै मिलेर मेरो नामै सफा कुमारी भनेर राख्दै हुन् के काका अनि काका तपाईँलाई सन्चै छ साँच्चै छ हे नानी उहाँको बारेमा के सन्चो बिसन्चो सोध्नु उहाँलाई त ओहो हो नि फर्मुला झापाते खेल्दै हुनुहुन्छ उहाँ कहिले सन्चो हुने खालको मान्छे चाहिँ होइन ए अल्छिरामजी यहाँ आउनुहोस् त यी बिम्ली नानीले त हरेक हप्ताको शनिबार बागमती सफाइ अभियानमा आफू र आफ्नो परिवार लगायत नजिक पाएक पर्ने साथी सङ्गीहरूसित लिएर गएर बागमती नदी सफाइ सुगर गर्ने गरेकी छिन् तपाईँले जस्तो फोहोर गर्ने गरेकी छैनन् यिनले नदी सफा गर्छन् अनि त्यही भएर पो आइदेखि ढलढल जस्तो बनाइरहेको हजुर जस्तो बुद्धिजीवी वरिष्ठ मान्छेले यस्तो भन्न सक्छ हजुर त हामीलाई पनि बागमती सरसफाइ अभियानमा कम्मर कसेर लाग्नुपर्छ है केटाकेटी हो भन्नु पर्नेमा आफैले यस्तो भन्नु भने त हालत खराब भइहाल्छ नि काका हो त्यही हो त अब हेर्नुहोस् काका तपाईँ बागमती नजिकको नजिकै तपाईँ सफा बागमती नदीको नजिक बस्नुहुन्छ भनेदेखि आहा अल्छिदा राम्रो छ बागमती नजिकको उनीहरूको नजिकै घर बनाएर बसेर मान्छे भन्नुहुन्छ तपाईँ जहाँ त्यहीँ फोहोर फाल्नुहुन्छ तपाईँलाई सबै नागरिक भन्छन् तपाईँ सफा टोलमा बस्नु भएको छ भनेदेखि कस्तो मिस्टर अल्छिदा भन्छन् तपाईँको इज्जतै बढ्छ नि तपाईँ जस्तो मान्छेले यसरी जहाँ पाए त्यो फोहोर फाल्ने चाहिँ भएन है अझ त्यति मात्रै हो र काका अहिले त हाम्रो यसरी विद्यालयमा पढ्ने भाइ बहिनीहरूले समेत भुइँमा एक टुक्रा कागज देख्यो भने पनि टपक्क टिपेर लगेर डस्टबिनमा हाल्छन् अनि ठुलो मान्छेले फोहोर फ्याँक्दै गरेको देख्नुभयो भने पनि आफू पनि ठुलो मान्छे जस्तो गरी बुझाकी भएर ए अङ्कल आन्टी यहाँ फोहोर फाल्नु हुन्न है भनेर मजाले सम्झाएर पठाइदिनुहुन्छ हो कि होइन भाइ बहिनीहरू अझ घरमा गएर पनि आफ्नो बुवा
आमा हजुरबुवा हजुरआमाहरूलाई जथाभावी फोहोर फाल्नुहुन्न। फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। नदीमा ढल निकास गर्नु हुँदैन। खोलामा, नदीमा, नालीमा, चोकमा, केको आलीमा कहीँ पनि फोहोर फाल्नुहुन्न है भनेर सम्झाउनुहुन्छ हो कि होइन भाइ बहिनीहरू? देख्नुभयो काका? त्यति मात्रै कहाँ हो नि? यो हाम्रा स्कुलका भाइ बहिनीहरूलाई त यो विषयमा राम्रोसँग ज्ञान छ। उनीहरू त आफ्नो घरमा पनि गर्छन् र अन्त पनि कहीँ उनीहरू फोहोर कहीँ देख्यो भने डस्टबिनभन्दा बाहिर त उनीहरूले फोहोर राख्ने त चान्सै छैन। हो नि। चुड्किला भने होला सर किन चुड्किला भने हो मैले हाँस्दा फुस्केला यो डस्टबिनमा फोहोर फ्याँक्नलाई जताततै डस्टबिन राखेको हुनु परेन? जहाँ पनि डस्टबिन हुनु परेन? यता आउनुहोस्। अब जहाँ चाहिँ डस्टबिन नहोला तर डस्टबिन भएका ठाउँहरूमा हाम्रो टोलमा नगरमा बजार एरियामा स्कुल जहाँ पनि छ नि डस्टबिन भएको ठाउँमा त डस्टबिनको प्रयोग गर्नु पर्यो। अब डस्टबिन यदि छैन भने पनि आफ्नो गोजीलाई नै डस्टबिन मान्ने, केही कुरा टोके छ भनेदेखि गोजीमा राख्ने, जतिखेर डस्टबिन राख्ने नि त्यसले गर्दा पनि त फोहोर मैला हुन पाएन, पर्यावरण राम्रो हुन्छ। मेरो बुद्धि यो साना केटाकेटी भाइ बहिनीहरूको जति पनि भएन है। त्यही भएर पो म जस्तो वरिष्ठ बुद्धिजीवी अल्छीरामलाई सबैले हेप्दार्छन् त। यही भएर हो त? हो नि काका। अब तपाईँ जस्तो वरिष्ठ बुद्धिजीवी मान्छे भएर भाइ बहिनीहरूलाई जहाँ पाए त्यही फोहोर फाल्नु हुन है, फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ है भनेर सम्झाउनु पर्नेमा आफै उल्टो काम गर्दै हिँड्नुहुन्छ कि यसरी जहाँ पाए त्यही फोहोर फाल्नुहुन्छ। हुँदा स्कुलको ग्राउन्डमा कसरी यसरी फोहोर फाल्नुहुन्छ नि तपाईँलाई नभएर कसलाई हेर्छन् है काका? ल ठिक छ, अब म त्यसो भए त्यसरी हेप्ने काम गर्दिनँ। अब चाहिँ म फोहोरको उचित व्यवस्थापन गर्छु है। तर मैले एउटा नबुझेको कुरा के कुरा काका? यो नदीहरू चाहिँ यो बागमती लगायतका नदीहरू पहिल्यैदेखि त्यत्रो फोहोर भइरहेछ है, त्यत्रो मान्छेले फोहोर गरेका छन्। नानीले हप्ताको एक दिन त्यो सफा गर्दैमा यो बागमती नदी सफा होला त भने? काका हामीले यो बागमती सरसफाइ अभियान सुरु गर्नुभन्दा पहिला बागमती नदी कति फोहोर थिइन्, कति अस्वस्थ थिइन्। अहिले हामीले यो बागमती सरसफाइ अभियान सुरु गरेदेखि अस्तिको हप्ताभन्दा झन् अस्तिको हप्ता सफा हुँदै आएको छ। यसमाथि काका झन् हामी त अहिले बागमती सरसफाइको 656 हप्तामा प्रवेश गरेका छौँ। सुन्नुभयो हैन? यो 656 हप्तामा प्रवेश गर्दाखेरि हामीले बागमती नदीबाट 21,000 मेट्रिक टन भन्दा बढी फोहोरहरू बाहिर निकालिसकेका छौँ। ल थाहा पाउनु भयो नि त? अनि कञ्चन बगेकी बागमतीको किनारमा करिडोर पनि देख्नुभएको होला काकाले। त्यो करिडोरमा 6,000 भन्दा बढी बिरुवाहरू मजाले हुर्किरहेछन्। हो कि होइन सर भन्नुहोस् त? हो त नानी। अब यस्तो राम्रो कुरा त कहाँ अल्छीरामलाई थाहा हुन्छ र? त्यही पनि हजुरले जानकारी गराएपछि थाहा पाउनु भयो नि त? थाहा पाएँ। ठिक छ, त्यसो भए अबदेखि म मेरो घरबाट निक्लिने फोहोरलाई चाहिँ यसरी बाहिर फ्याँक्दिनँ। बरु जति पनि घरबाट निक्लिने फोहोरहरू छन् तिनीहरू सबैलाई एकै ठाउँमा राखेर त्यो बोरामा राखेर त्यो बाटोमा ल्याएर राखिदिन्छु। अनि त्यो नगरपालिकाको फोहोर उठाउने गाडी आउँछ अनि उठाउँछ लान्छ। यहाँ आउनुहोस् अल्छीरामजी। किन तपाईँ त कस्तो तपाईँको नामै राम्रो के अल्छीराम। तपाईँले त्यसो गर्न मिल्दैन। तपाईँले त त्यो फोहोरको जुन पोकोलाई त्यसरी बाहिर लिएर गएर टक्क राख्नुभयो भनेदेखि त त्यो पोकोमा कुकुरहरू गएर पोकोलाई चलाइदिएर पोख्नेलान्, फोहोर यत्र छरेला, त्यहाँबाट त दुर्गन्ध सिर्जना हुन्छ नि। अनि अब यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन। त्यसमा के हाल्नु थियो तपाईँहरू आफै भन्नुहोस्। यहाँ सुन्नुहोस्, फोहोरको गाडी आउनुभन्दा पहिले तपाईँलाई सिटी बजाउँदै आइहाल्छ फोहोरको गाडी। जब गाडी आउँछ तपाईँ फोहोर लिएर टक्क जाने, फोहोरको गाडीमा राख्ने फोहोरलाई। तर फोहोर राख्नुभन्दा पहिला फोहोरको स्रोतलाई वर्गीकरण गर्नुपर्छ।
वर्गीकरण अब कुहिने फोहोरलाई एउटा पोकामा राख्ने नकुहिने फोहोरलाई अर्को पोकामा राख्ने भनेको मतलब फोहोरबाट मोहर बनाऊ ल फोहोरबाट मोहर के अनि कस्तो अचम्मको कुराहरू हुन्छ फोहोरबाट कसरी मोहर बनाउने नकुहिने फोहोरलाई हामीले छानेर पुनः प्रयोग गर्न सकिन्छ अथवा पुनः प्रयोग गर्ने फोहोरलाई बेचेर आम्दानी पनि गर्न सकिन्छ भएन त फोहोरबाट मोहर यहाँ सुन्नुहोस् अब कुहिने फोहोर अब नजिक आउनुहोस् यहाँ आउनुहोस् तपाईँले सबैको अगाडि राखेर सम्झाउनै पर्ने भने यसलाई तिमी पनि यता आऊ त यहाँ सुन्नु यता फर्किनुहोस् कुहिने फोहोर छ भनेदेखि कुहिने फोहोरलाई एउटा कम्पोस्ट बिन लिएर आउने र त्यो कम्पोस्ट बिनमा कुहिने फोहोरहरू राख्ने त्यसरी कुहिने फोहोर राख्दाखेरि त्यो कुहिने फोहोरबाट कम्पोस्ट मल बन्छ जुन कम्पोस्ट मल चाहिँ हाम्रो कौशी खेतीको लागि हाम्रो कौशीमा के हुन्छ भन्दा तरकारी रोप्न सक्छौँ फलफुलहरू रोप्न सक्छौँ बोट बिरुवाहरू रोप्न सक्छौँ हामीले र कौशी खेती यदि गरेनौँ भने पनि करेसाबारी खेती हुन्छ त्यो करेसाबारीमा हामीले त्यो तरकारीहरू लगाएका हुन्छौँ फुलहरू लगाएका हुन्छौँ त्यसमा हामीले यो कम्पोस्ट मल प्रयोग गरेर उत्पादन गरेको अर्ग्यानिक तरकारी टप्प टिपेर चट्ट त्यो पकाएर खाँदाखेरि हामीले मोहर कमाएनौँ त नानी भने त्यति मात्रै हो र फेरि अब नकुहिने फोहोर चाहिँ के गर्ने होला भने तपाईँलाई लाग्ला यहाँ सुन्नुहोस् अब कुहिने फोहोरको त हामीले मल बनाएर प्रयोग गर्ने भयो होइन त अब नकुहिने फोहोरमा चाहिँ अब सिसाका टुक्राहरू बोतल कागज पत्र पत्रिका फलामका टुक्राहरू धातुजन्य वस्तुहरू झोला छालाका सामानहरू लुगा कपडाहरू यो सबै कुराहरूलाई हामीले फेरि रियुज गर्न सक्छौँ भनेको पुनः प्रयोग गर्न सक्छौँ हाम्रो घरमा पनि त कतिहरू त्यो सामान लिन आइरहेको हुन्छ नि यो तपाईँहरूसँग खाली सिसी पुराना कागज फलामको टुक्रा सिसी बोतलहरू छ भन्दै आउँछन् नि हामी छ भनेर हामी दिन्छौँ र त्यसबाट हामीले पैसा पाउँछौँ अब यो कुराहरूलाई पुनः प्रयोग पनि गर्न सकियो पैसा पनि कमाउन सक्यो अब नढाँटी गर्न भन्नुपर्दा अल्छी मैले त त्यस्तै अब त्यो पुनः प्रयोग गर्न मिल्ने सामानहरू बेचेर नुन तेलै पुऱ्याइरहेको छु कुरा चाहिँ निकै स्वागत योग्य माननीय बहुउपयोगी छ है आज चाहिँ म एकदम राम्रो साइडमा हिँडेर छु ल आज चाहिँ मेरो लागि यो वर्षकै सर्वोत्कृष्ट दिन रहेछ के भन्नु काकाको त जिन्दगी भरकै सबैभन्दा सर्वोत्कृष्ट दिनै आजै भयो ल जिन्दगी भनौँ न तर एउटा कुरा क्या हजुर मलाई एउटा कुरा सोधौँ जस्तो लागेको है सोध्छु भनेर फेरि यहाँ ल्याउँछु फेरि यहाँ बाहिर निस्किन्न फेरि भित्रै जान्छु फेरि सोध्छु भनेर यहाँ ल्याउँछु फेरि यहाँनिर अड्किन्छ फेरि भित्रै जान्छु अनि भित्र गएपछि कुल ए अल्छिराम भन्छ के भन्ने होला भन्ने कि नभन्ने होला लागेको कुरा जिज्ञासा लाग्न मन ल है त हजुर अहिले त्यो बाटोमा म आउँदै थिएँ त्यो बाटोमा त्यो रेडियो सुनेको है त्यो मोबाइलमा त्यसले चाहिँ जथाभावी फोहोर फ्याँक्नेलाई कानुन अनुसार दण्ड जरिवाना हुन्छ भनेर भने त के भने त्यो भने हो त अल्छिरामजी तपाईँले त राम्रो कुरा सुन्नु भएको छ र यो कुरा त सबैले सुन्नुपर्ने कुरा बुझ्नुभयो नि नदी नालामा फोहोर गर्ने सार्वजनिकहरू फाल्ने चापाते फोहोर गर्ने मान्छेलाई कानुनी रूपमा तपाईँलाई दण्ड जरिवाना हुन्छ बुझ्नुभयो नि अब तपाईँ त गाउँकै समाजकै एउटा वरिष्ठ मान्छे विद्वान र बुद्धिजीवी मान्छे तपाईँ जस्तो मान्छेले चापाते फोहोर फाल्नुहुन्छ अहिले ठाउँमा सिसिटिभी पनि जडान गरिदिएको छ त्यहाँबाट नि पत्ता लाग्छ र अझ अरू कुरा तपाईँलाई मिडियाले त्यो पत्रिकामा तपाईँको फोटो आउला अहिले त सामाजिक सञ्जाल छ युट्युबमा तपाईँको अब विविध लाइभ तपाईँ मिस्टर अल्छे अब अल्छे यसरी फोहोर मैला फालेर चाहिँ अहिले उहाँको चाहिँ यस्तो यस्तो अवस्था हुनुहुन्छ भन्दा तपाईँको बचाउ हुनुभयो नि तपाईँको इज्जत कहाँ पुग्छ एकछिन अझ त्यति मात्र हो र सर अहिले त फेसबुक टिकटक रिल्स इन्स्टाग्राम ट्विटर युट्युबहरूमा मान्छेहरू के खबर पाएर के न्युज पाएर अपलोड गरेर भाइरल हो पैसा कमाऊ भनेर बसिरहेको हुन्छ नि त्यतिकै झन् काकाले फोहोर फ्याल्दै गरेको भिडियो नै आयो भने त काकाले फोहोर फ्याल्दै हुनुहुन्छ है भनेर थाहा पाएपछि त यो पत्रकारहरू सबै लाइन लागेर काकाको अगाडि आउँछन् अनि भन्छन् त्यो अपराधी जसले चोकमा सबैले जुम गरी खिच्छन् आँगनमा फोहोर फ्यालेको त्यही हो
यही अपराधीको परिवारको सदस्यहरू हस्पिटलको बेडमा जीवन र मृत्युसँग लडिरहेका छन्। अब यो अपराधीलाई कालो मुसो दलेर जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनुपर्छ। त्यसपछि यो अपराधीलाई प्रहरी जवानहरूले आएर प्रहरी चौकीको गेटमा राखेर लात्तीले हानेपछि यो अपराधी हुत्केर जेलको गेटभित्र जेलखानको चिसो कोठरीमा। त्यसपछि काका त्यो क्यामेराम्यानहरू तपाईँको परिवार आमा बुवा भाइ बुहारी शाखा सन्तान जो छ खोज्दै खोज्दै त्यो अपराधीको आमा यही हो झुम गरौँ यही हो त्यो अपराधीको आमा भनेर शाखा सन्तानै भाइरल। काका उता चिसो कोठारीमा जेलखानको परिवारका सदस्यहरू भाइरल हुन मन छ काका? छैन। यो फोरी यसरी किन फालेको त? ल हेर्नुहोस्, यस्तो कुरा त मैले सोचेकै थिइनँ। आमै अहिले त यो गलत काम गर्ने जतिलाई यो मिडियाले खत्तमै बनाइदिन्छ। ओहो, यस्तो कुरा त मैले सोचेकै थिइनँ। त्यही गरी राम्रोसँग अनुगमन भएको भए त म पनि ठुलै कारबारमा पर्दो रहेछु। समातेर लाने, अर्कोतिर नगद जरिवाना तिराउने, अर्कोतिर सामाजिक बेइज्जती। ल अब यसरी सजायमा पर्ने काम म आफू त गर्दिनँ अरूलाई पनि पर्न दिन्न। भनेको मतलब म आफू त फोहोर गर्दिनँ अरूलाई पनि जथाभावी फोहोर गर्न म दिन्नँ। ल बाबा अझ सङ्ख्या लाग्छ मलाई। काका सुध्रिनु भयो? सुध्रेको ल काका सुध्रिनु भएको खुसियालीमा गाइज 1 लाख क्ल्याप। एउटा छोरो युकेमा, एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ मेरो। आफू चाहिँ हाम्रो सभ्यता पवित्र बागमती गङ्गालाई कसरी संरक्षण गर्ने, कसरी सुन्दर र सफा बनाएर बगाउने लागेकै छु। वातावरण जोगाउन भनेर हिँडै छु। तर 1-2 मान्छे हाम्रो यो अभियान नै बिगार्न लागेका छन् रे। ल हेर्नुहोस् त, फोहोर जस्तो चिजलाई बागमतीमा फ्याँकेर बागमती कसको गाउँको सम्पत्ति हो भन्दै हिँड्छन्। कस्ता मान्छे होलान् कि दिमाग नभएको भन्नु कि दिमाग भरि गोबर भरिएको भन्नु, के चाहिँ भनौँ बाबा? काजीबा नानी नमस्कार। ए हाम्रो काजीबा सधैँ हाँसिरहने, सधैँ नाचिरहने, हँसिलो प्रफुल्लित अनुहारमा हिँडिरहने मान्छे आज त गर्मीमा 12 बजेको घाम चड्का जस्तै चड्केर हिँड्छ। के भयो? चड्किनु परेन त नानी। ल ए बाबु, तपाईँहरू आफै भन्नुहोस् त, यहाँ 1-2 बकम पुसे पूजकहरूले तपाईँ हाम्रो यो बागमती सरसफाई गर्ने महान अभियान नै फाड्न खोजिरहेछन् रे। कसले गर्यो क्या त्यस्तो काम? कसले? ए नानी, कसले गर्यो भन्दा पनि यस्तो दूषित कर्म किन गर्यो भन्ने कुरो आउँछ क्या नानी? के भन्दै के गर्दै हिँडेका छन् रे भने लाज शरम कि पापको डर नभएको मान्छे आफ्नो घरबाट निस्किया फोर बाटा फालौँ कि बागमतीमा फालौँ कि चोकमा फालौँ कि भन्दै हिँड्छन् रे। फोहोर भए दुर्गन्ध फैलियो, चोकमा फैलिन्छ रे, रोगलाई अरूलाई लाग्छ भन्दै हिँड्छ रे। लिएर सँगै बसेकाहरूलाई रोग लागेपछि त्यो अपराधीलाई चाहिँ रोग लाग्दैन रे? अरे अझ मान्छेहरूले फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्छ। यसो बाटोबाट फोहोर नफाल भनेर भन्दाखेरि त फोहोर मैलाको उचित व्यवस्थापन हामीले किन गर्ने? हामीले त जहाँ पाटी फोहोर फालिदिने हो, बाँकी काम त नगरपालिकाको रे। ल हेर त नानी, लाज शरम नभएको मान्छे। अझ साना स्कुले बाबु नानीहरूलाई
खानेकुरा खाएपछि बाँकी फोहोर बाटोमै फाल्नु अनि मिलेसम्म नदीमै बगाउनु रे लडेर यस्तो लाजै गर्नु भएन नि। यस्तो काम गर्दाखेरि हजुर आफ्नै ठाउँ दुर्गन्धित हुन्छ हो त बा आफ्नै सहरको शोभा हराउँछ हो बा ठाउँ दुर्गन्धित भएपछि अनेक थरीका रोग महामारी फैलिँदैन भने हो त बा उल्टो उल्टो काम गर्ने गराउने त्यो अपराधी पटमुख वज्रस्वाद त्यसको नाम के हो? नाम भन्नु न नाम। एकजना हजुर अल्छीराम भन्ने मान्छे बस्छ जसले जहाँ पाए त्यही फोहोर फाल्ने हाम्रो पवित्र बागमतीलाई नि दुर्गन्धित बनाउने फोहोर फालेर यो ठाउँलाई नै कुरूप बनाउने त्यो मान्छेलाई खोजेछु एकचोटि भेटेर मजाले सम्झाउनु मन लाग्छ। भनेपछि बाले त्यो अल्छीराम भन्ने मान्छेको नाम चाहिँ बालाई थाहा रहेछ। हजुर त्यो मान्छे अगाडि बाबा अगाडि टुक्क आयो भने बा त्यो मान्छेलाई हजुरले चिन्नुहुन्छ कि चिन्नुहुन्न बा? छैन नि खोजे नाम चाहिँ पत्ता लाए मान्छे चाहिँ चिने छैन। अहिले नाच्ने कुरो कहाँबाट आयो यहाँ चिन्नु भएको छैन? नचिनेको राम्रो थियो। हामीले चिनेको छैन बा। मैले चिनेको छैन। राजीबा, हामी चिनेको मान्छेले काम भन्ने कि नभन्ने भनेर एकचोटि हामी सल्लाह गर्छौँ अनि त्यसपछि त्यो मान्छे भाग्ला फेरि छिटो गरौँ है। अनि तपाईँ के हुनु भयो? तपाईँ चाहिँ के हुनु भएको? तपाईँहरू के हुनु भयो? तपाईँ चाहिँ के हुनु भएको? रिस निकै तातो रिसमा आउनु भएको जस्तो छ। बाले के गरी मै अल्छीराम भनेर चिन्नुभयो भने त मलाई टुक्लिकै पारेर मार्नुहुन्छ। त्यही भएर म अल्छीराम भनेर मेरो परिचय नगराउनुहोस् है, मलाई नचिनाउनुहोस् है। हेर्नुहोस् तपाईँले बाले चिन्नुभयो भनेदेखि त टुक्लुकै पारेर मार्ने होइन जिउँदै खाल्टो त्यही भएर मेरो परिचय नगराउनुहोस्, मलाई नचिनाउनुहोस् है। कति बेर लाग्यो छिटो गरौँ न। बल्छीराम भन्नु, बल्छीराम तेरो बल्छीराम त मेरो दाइको नाम भइगयो नि, फेरि दाइले गएर किचकिच गर्ला क्या। यसो गरौँ न, यो अल्छीराम भन्ने मान्छे यो ठाउँमै छैन भने मरिसक्यो भन्दै मरिसक्यो। बल्छीराम मर्यो भने हो कि यसरी बोलिरह हाँसिरहेको मान्छेलाई मर्यो भन्दा त कस्तो नराम्रो सुनिदियो छ। बरु मर्यो भन्नु भन्दा बरु बसेसर भन्दै नि बसेसर। थाहा हुन्छ तिन पुस्ता सबै आउनुहोस् ओडामा थाहा हुन्छ। काजीमा हजुर बाले त्यो अल्छीराम भन्ने मान्छेलाई चिन्नुहुन्न? चिने छैन। बा त्यसलाई खोज्दै आउनु भएको तेरि अघि तपाईँले चिनेको छु भने होइन हो त बा? छिटो भन्नु। अब बा त्यो मान्छे यहाँ त्यो अल्छीराम भन्ने मान्छेलाई बाले यो हाम्रो स्कुलको यति कम्पाउन्डको यति कम्पाउन्ड यति कम्पाउन्ड भन्दा बाहिर खोज्नु पर्यो भने चाहिँ भेटिँदैन। ए भोलेन भनेपछि त्यो फटा यहाँबाट भागेर अन्त गएर पनि ठाउँलाई कुरूप बनाएर दूषित बनाउन थालिसक्यो, यहाँबाट भाग्यो। होइन राजीबा, होइन। त्यो अपराधीलाई यति घेरा भन्दा बाहिर खोज्यो भने पो भेटिँदैन भने घेरा भन्दा भित्र खोज्यो भने त टुप्लीकै भेटिहाल्छ नि बा। अपराधी उहाँनै हो बा, अल्छीरामजी पुलिसको भ्यान आयो, पुलिसको भ्यान आयो। भ्यान आयो, पुलिसले समातेर लान्छ। यता आउनुहोस्। गल्ती पनि आफै भाग्ने। भागेर हुन्छ ल आउनुहोस् तपाईँको विद्वान मान्छे ल बासा माफी माग्नु सबैसँग माफी माग्नुहोस्। त्यसपछि यति राम्रो ठाउँलाई कुरूप बनाउने हाम्रो पवित्र बागमतीलाई दूषित बनाउने अल्छीराम अपराधी पहिलो कुरो तपाईँलाई म हार्दिक नमन गर्छु। पर्दैन मलाई तिम्रो नमन। यो हात तल झार्नु न। किन गरौँ? पहिला मेरो कुरा त सुन्नुहोस्, त्यसपछि जे मन लाग्छ त्यही गर्नु। पापी अपराधी तपाईँलाई यहाँ सबैलाई यति राम्रो ठाउँलाई कुरूप बनाउन किन खोजे? बुद्धि बिग्रेर बा, बुद्धि बिग्रेर। हेर्नुहोस् बा, पहिला मेरो बुद्धि बिग्रेकै हो, मेरो दिमागमा गोबर भरेकै हो। तर उहाँले मलाई मजाले सम्झाएर बुझाएर बल्ल मेरो यो बन्द भएको दिमागको बिर्को खोलिदिने काम गरेको। अबदेखि यो ठाउँमा जथाभावी फोहोर फ्याँक्ने, यो नदीलाई दूषित बनाउने काम म आफू त गर्दैन अरूलाई पनि गर्नु हुँदैन है भनेर म सम्झाउँछु। आहा
तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ कोटि कोटि धन्यवाद छ तपाईँहरूलाई। हेर्नुहोस् त कति खराब मान्छे बागमतीलाई दूषित बनाउने मान्छेलाई मानव बनाइदिनु भएकोमा तपाईँहरूलाई फेरि फेरि धेरै धेरै धन्यवाद। अनि अल्छीराम तिमी सुध्रेकै हो त? सुध्रेकै हो का? स्याबास अल्छीराम स्याबास। अब अल्छीराम जस्तो मान्छे त सुध्रियो भने अब हाम्रो बागमती सफा हुन्छ, स्वच्छ हुन्छ, सुन्दर हुन्छ। अनि हाम्रो बागमती सफा देखेर हाम्रो सहर रमाउँछ, हाम्रो सहरको सौन्दर्यता बढ्छ। अनि विदेशी पाहुनाहरूले हामीलाई भन्नेछन् हाम्रो पवित्र बागमती सफा देखेर हामी सबैलाई सभ्य नागरिक। अनि हामीले भन्नुपर्ने हुन्छ आहा बागमती, आहा बागमती। अब हामी म अब उहाँलाई शपथ खुवाउन गरौँ। यति मात्रै अब सबैको अगाडि शपथ खुवाएपछि बरु केही हुन्छ कि अगाडि हिँड्नुहोस्, आउनुहोस् ल। खान तयार छु ल, सब यहाँ आउनुहोस्। खान तयार छु ल म। हातमा हात राखेर शपथ खाउँ। यहाँ आउनुहोस्, बाको अगाडि शपथ खानुहोस्। ल ल म खान तयार छु ल, सबैको अगाडि। सबैको अगाडि। ल अब उहाँलाई म शपथ खुवाउँदैछु। ल खै हजुर पनि ध्यान दिएर सुन्नु होला है। छातीमा हात राखेर म मेरो वासस्थान र वरिपरि, म मेरो वासस्थान र वरिपरि, कार्यस्थल र वरिपरि, कार्यस्थल र वरिपरि नदी नाला तथा नदी नाला तथा सार्वजनिक स्थलहरू सफा राख्छु। सार्वजनिक स्थलहरू सफा राख्छु। बागमती नदीको स्वच्छता बागमती नदीको स्वच्छता तथा पवित्रता कायम राख्न तथा पवित्रता कायम राख्न पवित्रता कायम राख्न मन वचन र कर्मले मन वचन र कर्मले निरन्तर लाग्नेछु। निरन्तर लाग्नेछु। हामी हाम्रो बागमती सफा गर्छौँ, सफा गर्छौँ, सफा गर्छौँ। हामीले नगरे कसले गर्ने, कसले गर्ने, कसले गर्ने, अहिले नगरे कहिले गर्ने, कहिले गर्ने, कहिले गर्ने। बागमती सफाई अभियान जारी छ, जारी छ, जारी छ, बागमती सफाई अभियान जारी छ, जारी छ, जारी छ। जय बागमती, जय बागमती, जय बागमती। अल्छीराम सुत्यो, अल्छीराम सुत्यो। यसको उचित व्यवस्थापन गर्नु पर्यो। कति राम्रो मान्छे। अघिदेखि के बनायो भने यस्तो फोहोर पनि ल्याएको रहेछ यहाँ पाल्नलाई। अलि अगाडि तपाईँ पछाडि आउनुहोस्। बनाएको। छी, छी, छी।